हेलो साथीहरू, मेरो अर्को मिनी ब्लग आयो है। खासमा म चाहिँ आज शनिबार मजाले सुतेर बस्छु भनेको मेरो बुढाले चाहिँ अचानक दक्षिण कालिका मन्दिर जाम भन्नुभयो। हामी दुवैजना नुहाएर निस्क्यौँ। आज पूजा गर्नको लागि चाहिँ राम्रो दिन रहेछ। त्यो पनि मन्दिर पुगेर हामीलाई थाहा भयो। जहिले पनि पानी पर्थ्यो, आज चाहिँ एकदम कस्तो मजाले घाम लागेको। हेर्नु न साथीहरू, यहाँ पनि एउटा राम्रो गुम्बा रहेछ। भिडियो बनाउँदा चाहिँ मैले जुम गरिनँ, त्यही भएर आज चाहिँ खासै भिडभाड त थिएन, तर आज चाहिँ विदेशीहरू पनि कति धेरै आउनु भएको थियो। मन्दिरभित्र चाहिँ पूजा गर्दा चाहिँ भिडियो फोटो खिच्न नपाउने रहेछ। अनि हामी चाहिँ बाहिर निस्केर धुपबत्ती बाल्यौँ। अनि त्यहाँबाट चाहिँ फेरि लाखबत्ती बालेको ठाउँमा गयौँ। त्यो चलाउँदा चाहिँ एकदमै धर्म मिल्छ अरे। ढुङ्गाको यस्तो गराउँदा चाहिँ मागेको कुरा चाहिँ पुग्छ भन्ने सुनेको थिएँ। बनाएर कति राम्रो राम्रो ढुङ्गाहरूको धारा रहेछ। पानी खान्छु भनेको त पानी त कता कता गएर हामी यसरी नै मन्दिरबाट दर्शन गरेर घर फर्कियौँ। अनि साथीहरू, मेरो मिनी ब्लग कस्तो लाग्यो होला, लाइक र कमेन्ट गरिदिनुहोस्। धन्यवाद।